हेलो गाइज, आज म तपाईहरुलाई सिकाउन गइरहेको छु मोमो फोल्डिङ गर्ने तरिका। प्लिज कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। हामीले घरमा बसी मोमो फोल्डिङ सजिलो तरिकाले बनाउन सक्छौं। सुरु गरौँ है त। सुरुमा हामीले डोलाई लामो र मोटो आकारलाई हातको सहायताले बेल्छौं। पछि प्रत्येक मैदाको डल्लोलाई हामी एउटै सेपमा काट्छौं। हामीले मैदाको डल्लोलाई हातको सहायताले नै काट्न सक्छौं। मोमोको मैदालाई हामीले पेडाको सेपमा पनि बनाउन सक्छौं। बेलेर पनि देखाउँछौं। मैदामा यसो चोपेर गर्यो भने बेल्नेमा टास्दैन। यसरी हल्का प्रेस गर्ने, फेरि यताबाट हल्का प्रेस गर्यो भने भइहाल्छ। हेर्नुहोस् त, दुई सर्टमै यत्रो समाएर अर्को हातले मैदा समाइनु भयो। यस्तो प्रोसेस गर्दा नै हुन्छ। पालै पिलो छेउछेउमा हल्का यसरी प्रेस गरेर पनि गर्न सकिन्छ। यसरी गर्यो भने चाहिँ यसको बिचको चाकको भागमा चाहिँ अलि बाक्लो हुने भएकोले यसो गर्यो भने मोमो फुट्ने चान्स अलिक कम हुन्छ। यसरी तासेको खण्डमा यसो एकचोटि चोप्यो भने तास्दैन। एक हातले मैदा समाउने, एक हातले बेल्ने। हेर्नुहोस् साथीहरू, यो भाग चाहिँ बिचमा बाक्लो भएको छ अनि यो चाहिँ पातलो भएको छ एजहरू। यसरी नै यसलाई फिलिङ गर्दा पनि हुन्छ। यसरी राख्ने, किमा कसरी राख्ने, यसरी राखेपछि यो भागले चाहिँ यसरी बिचमा खुम्चाउँदा नै हुन्छ। यसरी यसो गर्ने, यो औँलाले खुम्चाउने अनि यो सुरुको यसरी दिने। 1 2 3 4 5 6 7 8 यसरी हामीले सेप दिन सक्छौँ। हेर्नुहोस् त, यसरी हामीले मैदाको अपोजिट साइडमा तास्दै जान पर्ने हुन्छ। यदि तपाईहरुलाई मोमो बनाउन आउँदैन भने यो प्रक्रिया अपनाउनुहोस्। यो मोमो बनाउने तरिका एकदम सजिलो छ। यस्तो प्रकारको मोमोको सेप बनाएर समयको सदुपयोग गर्नुहोला। यो प्रकारको मोमो बनाउँदा कति रमाइलो हुन्छ हो कि होइन त गाइस। साइडको मोमोको मैदालाई तास्दै जाने। ताचिसकेपछि हामी साइडको एजलाई हामी सेपमा ल्याउँछौँ। बुढी औँला र जोडी औँलाले मोमोको सेपलाई आकार दिँदै लाने र हामी अन्त्यमा एउटा मोमोको चुच्चोलाई अर्को मोमोको चुच्चोमा जोड्छौँ। सुरुमा मोमो बनाउँदा असहज र अप्ठ्यारो महसुस हुन्छ। ल हेर्नुहोस् त साथीहरू, हाम्रो मोमोको सेप कति राम्रो भएको छ। यो प्रकारको मोमो बनाउन एकदम सजिलो र एकदम राम्रो देखिन्छ। बनाउन सजिलो, हेर्दा राम्रो, खाँदा मिठो। तपाईहरूले पनि यो भिडियो हेरेर घरमै बसी मोमो बनाउन सक्नुहुन्छ। सुरुमा हामीले गोलो मोमो बनाउँदाखेरि बुढी औँला र चोरो औँलाले च्याप्छौँ। बुढी औँलालाई हामीले छोड्नु हुँदैन, चोरी औँलाले तान्दै सेपमा ल्याउने र हाम्रो मोमो यस प्रकारको गोलो हुनुपर्ने हुन्छ। पुरा गोलो भागको बिचमा यसरी फिल गर्ने, हल्का एज चाहिँ यति राख्नुपर्ने हुन्छ अनि यसरी खुम्चाउने। औँला खुम्चाएपछि सुरुमा एउटा रिङ्कल बसाउने। यसरी यो माथिको भाग चाहिँ यति छोड्नु पर्ने हुन्छ अनि यो भागले चाहिँ यो भागको भन्दा मुनि यसरी पिन्च गर्नुपर्छ। यसरी मुनि र यसरी सेप दिन सकिन्छ हामीले।
यसरी धपाल्ने, फेरि यो साइडबाट समाउने, फेरि यसलाई यसो धपालेर समाउने, फेरि यसरी धपालेर यसलाई समाउने, यसरी नै गर्दै हामीले स्याबाले मोमोको सेप बनाउँदाखेरि सुरुमा हामीले चोरी औँला र माझे औँलाको सहायताले सुरुमा एउटा क्रिज लिने र त्यो क्रिजलाई ओभरल्याप गर्दै अन्तिमसम्म लाने। अत्तालिकन नहतारिकन लैजाउँ हामी मैदाको क्रिजलाई पालै किलो कि कसो साथी। भारती किचन स्टेसन हाम्रो यो च्यानललाई प्लिज सब्सक्राइब गरिदिनु होला।